नमस्ते सबैजनालाई। आज चाहिँ देख्न सक्नुहुन्छ म र मेरो छोरी जाँदैछौँ बजार। बजार भन्नाले आज हाट शुक्रबारे बजार लाग्छ नि त हाम्रो यहाँ, त्यही भएर हामी जाँदैछौँ। अनि मेरो छोरी र म चाहिँ सल्लाह गर्दैछौँ, जाने बित्तिकै हामी चटपटेको अर्डर दिनुपर्छ है भनेर। देख्न सक्नुभयो हामी पुग्यौँ पनि। पुगेर मैले त्यसलाई सोध्दैछु कतिको खाने भने त्यसले भने 30को। अनि मैले भने छोड 30को, 50को खाऊँ न है भने। 50को पनि कति धेरै दिनुहुन्छ नि त उहाँ दिदीले। उहाँ दिदीको त हातै मिठो। अन्त एकदम मजाले बनाउन थाल्नुभयो उहाँले चटपटे। अब नेपालमा आएपछि चटपटे नखानु त कुरै छैन है। त्यही पनि दिदीको हातको त मिस त गर्नै भएन। आम्मा देख्न सक्नुभयो कस्तो दामी चटपटे बनाउनु भयो दिदीले। अन्त हाम्रो दिदीले चटपटे हालिदिनु भयो एकदम एक थाल। देख्दा यति छ तर एक थाल हालिदिनु भएको छ हामीलाई। एक थाल चटपटे हालिदिएर चाहिँ अन्त हाम्रो छोरीलाई लु खा भन्यो मैले। अनि त्यसले एक बाइट लिएपछि चाहिँ मिठो भन्न थाल्यो। किनभने यसले यहाँको खाँदैन रहेछ क्या, मतलब हाम्रो घरदेखि अलिकति टाढै छ नि त यो ठाउँ चाहिँ। त्यहाँदेखि चाहिँ जस्ट 15-20 मिनटको बाटो। त्यहाँदेखि मैले पनि खाएँ एक बाइट। मलाई त यति सुकुन मिल्यो नि त्यो बाइट खाएर त। ओ माई गड, वाउ, जस्ट वाउ। अनि त्यसले पुरै सकाएर पनि हेर्नु उसलाई चित्तै बुझेको छैन। तर अब बेसी पनि खानु हुँदैन क्या, चटपटे पेट दुख्छ। अनि हामीले चटपटे खाइसकेर दिदीलाई भन्यौँ दिदी दामी, तपाईँको हात त अलवेज दामी। त्यहाँदेखि चाहिँ हामी बजार पनि आइपुग्यौँ। यो बजारमा म सानोमा मम्मीसँग आउनु लागि यदि भएको थिएँ, तर अहिले त्यही आफ्नो मर्जी, जतिखेर आउँ जतिखेर जाउँ। सानोमै ठिक छ, आमाको कुटै खाँदै भए पनि माया भनेको माया हो, सानोको माया। त्यहाँदेखि यो दिकोमा पनि आएर हामीले आलुचप घरको लागि चाहिँ फटाफट किन्यौँ। सब्जी किन्नु छैन पहिला हामीलाई चप किन्नु पऱ्यो, चप खानु पऱ्यो, चटपटे खानु पऱ्यो। कस्तो के आम्मा, मेरो नानीले चाहिँ एकदम छानी छानी लाँदो रहेछ नि त ऊ दिदीकोबाट चिनेर। मैले भने त्यसरी नलैजा, हात नलगाऊ, दिदीले दिनुहुन्छ भनेको। दिदी आफै बिजी भएर चाहिँ आफै लानु भनेको रहेछ नि त। त्यहाँदेखि हामी सब्जी किन्नु लागि गयौँ। म चाहिँ खाँदै जाँदैछु। त्यहाँदेखि हाम्रो प्रतिभा मिस भेटेर चाहिँ एकदम मेरो बहिनी गले मिलेर एकदम हेलो हाई भनेर ऊ लागिन् फटाफट भैँसी लिनु। त्यहाँदेखि चाहिँ हाम्रो तेली दाइ है यो चाहिँ, म नजन्मिकन नै मेरो मम्मीहरूले चाहिँ उहाँकोबाट लिनुहुन्थ्यो अरे क्या तेल सामानहरू। अहिले पनि हामी यहीँकोबाट लिन्छौँ क्या सामान। उहाँबाट सामान लिएर हामी फेरि गयौँ सब्जी लिनु लागि। तपाईँहरू देख्न सक्नुहुन्छ सब्जी लिनु जाँदाखेरि मेरो नानीको मतलब मेरो छोरीको यति नटकट, त्यो पनि खान्न, यो पनि खान्न, त्यो पनि खान्न, यसले भन्नु थाल्यो। अनि त्यहाँदेखि यसले त्यसो भन्नु थालेपछि चाहिँ अनि मैले भने यसलाई अनि त मासु मनपर्छ भनेको त हल्का मनपर्छ भनी। त्यहाँदेखि फेरि लौका देखाउँदै मलाई यो के कुरा हुँदैछ भन्दा चाहिँ मलाई लौका मिठो पकाउनु आउँदैन त, त्यही भएर यसले मलाई लौका देखाउँदै लौका घिरौला देखाउँदै जिस्काउनु थाल्यो। यसको र मेरो चाहिँ नि जता पनि मजाक चाहिँ चल्छ। त्यहाँदेखि यसले फेरि एउटा सामान लिनु बिर्सिछे, के भन्दा प्याज लिनु जाँदा चाहिँ हाम्रो भाउजूसँग भयो भेट। भाउजू चाहिँ हाम्रो खतरा हुनुहुन्छ नि त, हार्यो नि त मलाई मिस गरेको अरे नि त। त्यहाँदेखि हामी फेरि फर्केर आयौँ, घरतर्फ जाने बाटोमा आयौँ। त्यहाँदेखि यसले मलाई किनिदिन आँटी डोनट, आन्टी तपाईँ खाने डोनट भने। अनि मैले अब छोरीले किनिदिएपछि त नखाने त कुरै आएन, लु किन्न त भने। प्लास्टिकमा दिँदै थियो तर हामीले पेपरै दिँदैन भनेर पेपरमै अब खाँदै त जाने हो किनेर। म चाहिँ खुसीकै डोनट पाएर माछा देख्नुभयो। त्यहाँदेखि म डोनट खाँदै गएको, यसले तपाईँ कति खान्छ भन्छ, आफै किनिदिन्छ आफै कति खान्छ भन्छ। त्यहाँदेखि जाँदा हेर्नु न रात पर्नु आँटिसक्यो। तर रात पऱ्यो नि बारीमा चाहिँ नानीहरू खेल्दैछन् है। यता पनि पुरै कालो भएर आइसकेछ कि उता पनि, मतलब पुरै क्या धानहरू पाकेर कस्तो। हाम्रो नेपाल चाहिँ त्यस्तो दामी छ हौ, एकदम यता हरियाली भन्दा त सबैतिर ठाउँमा पनि हरियाली नै हुन्छ। तर आफ्नो मतलब जे जस्तो भए पनि माइत गाउँ भनेको त अलिकति स्पेसलै लाग्छ। अब हामी छोरी मान्छेलाई यस्तो होइन, मेरो ससुराली गाउँ पनि मलाई एकदमै प्यारो लाग्छ, त्यस्तो होइन इन्डियामै भए पनि। त्यहाँदेखि जाँदा तिर्खा लाग्यो, यो दिदीले पानी ल्याउनु हुँदै रहेछ कि कस्तो चिसो पानी लगेर गएको भनेको त पियो नानी हो पियो भनेर हामीलाई पानी पिउन दिनुभयो। अनि हामीले एकदम घटघट पानी खाएर दिदीलाई धन्यवाद गरेर घरको तर्फ लाग्यौँ। घर पनि पुग्न आँट्यौँ तर ग्यारेजको छेउमा मेरो भदै आएन, खेल्नु हुँदो रहेछ। अनि त्यहाँदेखि यसले कराउँदैछ भाइलाई, दिदीभाइको त जहिले तैँले टक्करै हो। अनि यता काकाले पनि कराउनु हुँदैछ सबैलाई, नानीहरूलाई कराएर लैजाऊ घर भन्नु हुँदैछ। मेरो भदै त तर रक स्टार के को मान्नु, ऱ्यापर त पऱ्यो। मेरै हातबाटै सामान खसेर ऊ लाग्यो है बाटो।
म हुँदाहुँदै के तर झन्डै टर्कीले टोक्यो। किन टोक्यो भन्दाखेरि चाहिँ उसको नानीलाई लानु आयो भनेर क्या छुच्चो टर्की। त्यहाँदेखि चाहिँ म घर पुगेँ। मम्मी नि मेरो मम्मी फोन हेरेर बसिराख्नु भएको थियो। झन्डै काकाले काम सक्नु भएर पनि नजानु भएको रहेछ। हामी आएपछि काका जानुभयो काम सकेर। यस्तै हो। अरू चाहिँ अब भोलि भेटौँ। हस् त, नमरे दाइ बोले सच्चै, बाई बाई।